म चाहिँ आज नवलपरासी मामा घर गएको ब्लग बनाउँदै छु। राम्रोसँग हेर्छ है, बाटो चाहिँ यस्तो खत्तम छ। मामु र म चाहिँ सल बाँधेर आमा छोरी हिँडिरहेका छौँ। हामी चाहिँ रोकेर धुलो भएर प्लास्टिक हाल्दैछौँ जुत्तामा। हेर्छ त मेरो पछि पछि हेर्छ है, इन्जोय गर्छु मेरो ब्लग। अब हामी चाहिँ पेट्रोल पम्पमा रोकियौँ, पापुले चाहिँ पेट्रोल हाल्छियो। अब हामी निस्क्यौँ। इन्जोय गर्छ त गाइज। हेर्छु त हामीले त सोचेको 1-2 घन्टामा पुगिन्छ भनेको त हेर्छु त कति नराम्रो बाटो। हजुरहरूले पनि सोचे थियो त। ओ माई गॉड, पापुले त यस्तो बेस्कनी हल्लाइसक्यो छ, धन्न आमा छोरी लडेनम। हेर्छु त डेजर्ट जस्तै भएको छ। ओ माई गॉड, अगाडि पनि धुलो पछाडि पनि धुलो। लास्टमा त टिप्पर पनि धेरै आउने के। अब हामी चाहिँ गहिरो धुलोमा आयौँ। हेर्छु त ओ माई गॉड, मामु र म त कस्तरी बस्यौँ होला है। हेर्छु त पापुले त देख्छ पनि छैन धुलोले। ओ माई गॉड, मलाई हेर्छु न गाइज। मामुले चाहिँ भिडियो खिच्छ, म चाहिँ चिज पोज गरिरहेको छु। मामु चाहिँ हिँडिरहेछ। मामुले चाहिँ प्लास्टिक जुत्तामा हालेर हिँडिरहेको छ। ओमा, अब हामी बर्दाघाटमा झरेर हामी आमा छोरीको मुख हेरेको त भूतै भएछौँ नि। हेर्छु त मलाई, पापुलाई पनि हेर्छु त। ओ माई गॉड, कति भूत भएको। मामुलाई हेर्छु न। अब हामी बर्दाघाट कटेपछि चाहिँ पिच बाटो थियो। अनि पापुलाई रिक्वेस्ट गरेर मैले चाहिँ स्कुटर चलाएँ अगाडि बसेर। अनि लड्छ के भनेर पापुले अलिकति ह्यान्डल पनि गर्छ थियो। अब हामी चाहिँ पुग्न लाछौँ नवलपरासी मामा घर।